Hello guys, welcome back to my channel. It's me Miss Paurel. If you are new to my channel, then it's me Miss Paurel. साथीहरु आज चाहिँ हामी कांग्रेस चोक जान लागिरहेको छौं। कांग्रेस चोक त हैन साथीहरु, जेन्जी आन्दोलन पछाडी नामाकरण गरेर कांग्रेस चोकलाई जेन्जी टोल रहेको छ साथीहरु। सुन्नमा आएको कांग्रेस चोकमा चाहिँ जेन्जी टोलमा चाहिँ साथीहरु त्यहाँ चाहिँ विभिन्न खोला, झरना, ड्राई पिकनिक स्पट अनि मानिसहरु चाहिँ गर्मीको मौसममा स्विमिङ गर्न पनि आउनुहुन्छ भन्ने सुन्नमा आएको हो साथीहरु। ल लेट्स गाइड। ल साथीहरु अब चाहिँ जेन्जी टोल जाम। धान झुलेको दृश्य हेर्दै प्रकृतिको आनन्द लिँदै हामी हाम्रो गन्तव्यतिर लाग्यौं। बस पार्क हाकिम चोक 24 कोटी हुँदै पुल चोकतिर लाग्यौं। पहिलाको भन्दा चितवन निकै परिवर्तन र राम्रो भएको छ। आशा गरौँ यस भाटपटिनीको मर्मत छिटै सम्पन्न हुनेछ। मेरो चाहिँ गाइस यो होटल रेड कार्पेटमा छड्के फिल्मको मुभी चितवनको रोडको सुविधा देख्दा र गैडाकोट नवलपरासीको रोडको दृश्य देख्दा हामीलाई निकै नरमाइलो लाग्यो। नेपालको गौरवशाली कारखानाको रूपमा रहेको भिरकुटी कागज कारखाना कुनै बेला देशलाई ठूलो टेवा पुर्याएको कारखाना आज बेवारिस अवस्थामा देख्दा हामीलाई निकै नरमाइलो लाग्यो। आशा गरौँ अब आउने सरकारले यसमा ध्यानाकर्षण गर्नुहुनेछ। अब चाहिँ हामी कांग्रेस चोक अर्थात् जेन्जी टोल ल जान सक्छौं। हामी एउटा पसलमा रोकिएर हामीलाई चाहिने केही खानेकुराहरू किन्यौं। चटपट जान्छौं हैन। चटपट खानको लागि हामी यहाँ विश्राम गऱ्यौं र सँगै हामीले चटपटलाई अर्डर दिएको छौं। अब चटपट एकछिनमा बन्छ अनि हामी खाएर नो डिक्कीमा राखेर हामी हाम्रो ठाउँमा जान्छौं। हामीलाई चाहिने सामान किनेर हामी जयश्री सामुदायिक वनतर्फ लाग्यौं। रोड पनि पक्की भएकाले हामीलाई यात्रा गर्न निकै सहज भएको थियो। फाइनली हामी जयश्री सामुदायिक बनायौं र टिकट काट्यौं। साथै हामीले स्कुटरको पनि प्रवेश गर्ने टिकट काटेर भित्र प्रवेश गर्यौं। साथीहरु आउनुहोस् सँगै बसेर पिकनिक खाने दृश्यको अवलोकन गरौँ। पिकनिक खाने ठाउँ भने निकै फराकिलो रहेछ।
यहाँ पिङ, चिप्लेटी पार्कहरूका धेरै दृश्य रहेका रहेछन्। आउनुहोस् सँगै यो दृश्यको अवलोकन गरौँ। दृश्य अवलोकन गरेर हामी झरनातर्फ लाग्दा त्यस क्रममा बर्खाको समयमा पानीलाई सदुपयोग गर्दै फूल र माछा पालन गरेको एउटा उत्कृष्ट नमुना देख्न पायौँ। स्कुटर लान मिल्ने ठाउँसम्म हामीले स्कुटर लयौँ र त्यसपछि हामीले ल्याएका सामानहरू लिएर पैदल गर्दै झरनातर्फ लाग्यौँ। अब चाहिँ हामी झरनातिर जान लागिरहेको छौँ। मान्छेहरू चाहिँ यतातिर टन्नै आउनु भएको छ। लेट्स गो गाइज, अब चाहिँ हामी झरनातिर लागौँ है त। बाटो चाहिँ कास्दै डरलाग्दो, जुत्ता लगायो भने आमा उ त यसपालि बर्खा कम भएकोले खोलाहरू पनि सुकेका रहेछन्। सुकेका भए तापनि हामी झरनाको मुहानसम्म पुग्ने निधो गर्यौँ। झरनाको मुहानमा पुग्दा झरना निकै सानो भएको रहेछ। झरना जस्तो पनि देखिएको थिएन। सानो झरनाको अवलोकन गर्दै हामीले ल्याएका सामानहरू खाँदै दृश्यको अवलोकन गर्यौँ। हामी त्यस झरनाबाट लगभग 4:40तिर आफ्नो घरतर्फ फर्किने निधो गर्यौँ। फर्किने क्रममा हामीलाई थकाइ लागेका हुनाले ठाउँ ठाउँमा बसेर विश्राम गर्दै
हामी आफ्नो घरतर्फ लागेका थियौँ।